हेलो गाइज, आज चाहिँ हामी यो कुन ठाउँ हो? तीनजना, एक दुई उहाँ एकजना, तीनजना छोटो मिठो हाइकिङमा हामीले चाहिँ देख्यौँ दुईटा गङ्गेटाको कहाँ हो फ्यामिली नै भेटेको थियौँ अनि सीफुड पनि भेट्यौँ। अरू के भेट्यो, ढुङ्गा पनि भेटेको थियौँ 4-5वटा। अहिले चाहिँ हामी घरतिर फर्किँदैछौँ अनि यहाँ लिउरोको तरकारी पनि छ। ल यता फर्क, हेलो हाई भनिदेऊ यता मेरो भिडियोमा। हेलो को म सुनेन। कालो दिनुभयो नि फिल्म हेरेको चाहिँ गोरा दिनुभयो। त्यो मस्त थियो। त्यस्तो कस्तो राम्रो राम्रो फुल पनि छ। सिरैमा फुला सिउरी र थकाइ लाग्यो थकाइ। यस्तो घाँस नेपालमा भएको भए बाख्रालाई कति काट्थ्यो मलाई। मेरो भ्लगमा 2 शब्द भनिदेऊ न, फर्स्ट भ्लग हो भाइरल हुन्छ कि तिम्रो भ्लग फलोस् फुलोस् अगाडि बढोस्। अरू 2 शब्द त्यही हो। त्यो 2 शब्द पनि बढी भयो यार। अर्कोमा युज गर्ला तिम्रो अर्को 2 शब्द। ल हेर्नुहोस्, यो चाहिँ अमेरिकाको अमेरिकाना जरा हो। यो कस्तो खालको छ अमेरिकाना जरा, यस्तो रुख छ। यहाँ बाफ्रे थकाइ लागिसक्यो। गाइज नछोडेर जाऊ, मलाई एक्लै डर लाग्छ। अब त पुग्छ कि होइन हामी? अझै 10 मिनट हो। अहिले त तिर्खा लाग्यो त। बच्चा बेला यस्तो गरेको कसलाई याद आउँछ? यो बाफ्रे थकाइ लाग्यो। यो भिडियो चाहिँ मैले मेरो स्वर हो कि 20जना सब्सक्राइबरहरूको लागि मात्र बनाएको है। अरूले हेरेपछि चाहिँ पाप लाग्छ। यो बाफ्रे रहेछ आमामा, थकाइ पो लाग्यो त। एक्लै छु एक्लै। फुलहरू कति राम्रो राम्रो छ। परतिर 2टा मेरो साथी हो, छोडेर गयो मलाई मेरो साथीहरूले। अब मोटो हुनाले पछाडि भइयो। ओ हेलो, मलाई पनि रोक न। यो बाबरे कति राम्रो फुलै फुलको बारी छ। यस्तो परसम्म छ यो फुलको बारी। हामी चाहिँ आफ्नो गाडी पार्किङ गरेको ठाउँमा पुग्यौँ। गाडी पार्किङ गरेको ठाउँमा पुग्यौँ हामी। अब चाहिँ घरतिर लाग्ने। यो चाहिँ हाम्रो गाडी हो। उहाँ पर आउँदैछन्। कस्तो राम्रो बेन्चहरू छ बस्ने चाहिँ। खुल्लै फुलको बगैँचामा एकछिन बस्यौँ।